त्यस्तै गर्दै अर्को हाम्रो सौरभ 360 बुला साला औडा रहेछ सौरभ 360 यहाँ सिङ्गल राइड हाल्दैछ कमसेकम हामी 1 घन्टा पुग्छ है 2 घन्टा लाग्छ नि बाटो कस्तो हो भन्ने कुरा हुन्छ यहीँ त यहीँ हो एकछिनमा अब त्यो घट्टे खोलाबाट होइन माथि यहाँबाट हुँदैन अब हाम्रो केटाहरू सबै गइसकेछ त्यो पिकनिक त अब हामी 2-3 बजे अहिले 3 बजी हिँड्दैछौँ केटाहरूले अब बिहानैबाट स्टार्ट पिकनिक चाहिँ तर हामी ढिलो गरौँ अब हेरौँ हाम्रो यात्रा कस्तो हुन्छ घन्टामा चाहिँ बुझ्न चाहिँ त्यो चाहिँ थाहा छैन हामीलाई होइन बाटो चाहिँ एकदम राम्रै छ है पहिला आउने बेला यो बाटोहरू एकदम कच्ची हुन्थ्यो नि लास्टमा गाह्रो हुन्थ्यो अहिले जेसिबी अब माथिसम्म कस्तो छ हेर होइन जसलाई यहाँ गाह्रो भइरहेको छ पछाडि एक्लै तातेको छ रोक्नु पर्दैन ल यसलाई पिछाडि चाहिएको के भिटामिन लिने हो भिटामिन चाहिएको ल ल ठिक छ ठिकै हो त त्यो केही भएन यतिको त ठिकै हो त योभन्दा कति हुनु पर्छ अब ए ल ओके अब हाम्रो बाटो त पिच यहीँसम्म रहेछ के चाहिँ अब हामी हाम्रो चाहिँ कच्ची देखियो कच्ची भए पनि त्यस्तो धुलो नआउने भइदियो भने थियो होइन धुलो रहेछ कपडा सपडा सफ गर्नु चाहिँ बनाएर त्यहाँ ओके अब कोही दम्पुसँगै हुन्छ नि बाटो यस्तो छ है पहिलेको 2082 7 महिना 2022 को यो अहिलेसम्म पनि बनेन बाटो यहाँ जति बनाएको त्यस्तोसम्म त्यो बाटो त पहिल्यै पनि बन्छ होइन ढुङ्गा त्यहाँको चाहिँ कस्तो धेरै त्यो ब्लकको माटो छैन कत्रा बाटो हो यसमा चाहिँ भाइब्रेसन हान्छ हामीलाई मोबाइल भाइब्रेसन फिजियोथेरापी भइरहेको छ हामीलाई भद्र त्यो पाइप चाहिँ यो पाटतिर सब झरेर होला मिल्नु होला टुरिज्म एरियाहरूको झन् बाटो राम्रो बनाउनु पर्ने कि होइन नबनाएको हो कि मात्रै हो कि मात्रै हो कि त्यो अर्को जस्तै जिपहरू आइरहेको छ जिपहरूले पैसा कमाउनु टाइपको त्यस्तो के होइन अब मजाले गाडी आउने भयो नि त यस्तो बाटो गाडी आउनु डराउनु त गाडी आएपछि जिपहरूको फेरि बिजनेस डाउन बिजनेस होला केही अझै उतापट्टि होइन त्यो के अरे हाम्रो शिवको मन्दिर छ नि उता पुण्डीकोट त्यो मलाई पहिला कस्तो कच्ची बाटो थियो अहिले सब बाटो पिच भयो यस्तो राम्रो भयो सुरुमा भर्खरै बन्दाखेरि त्यो लास्टै जस्तै बाटो थियो क्या अनि रेडी भइसकेपछि पछि बाटो यस्तो राम्रो बनायो अलिकति धेरै मान्छेहरू जान्छ आउँछ त्यहाँ बनाउनु सक्छ यो पनि बनाउनु सक्छ भन्ने कुरा हो इलेक्ट्रिक गाडी राम्रो नयाँ भवाल छ है इलेक्ट्रिक हो नि त होइन इलेक्ट्रिक अफरोड जिप जस्तो टाइपको अब यस्तो हामीसँग माइक्रोफोन छैन वायर पनि छैन वायरलेस पनि छैन अब अहिलेको भ्लगरमा धेरै विन्ड आयो होला बिस्तारै अब अरू त छ हेलमेट केही पनि छैन मसँग यति हो अब यो बेच्दिने अब त्यही भएर केही सानो नचढेको यसरी एन्टी फिल्टरहरू हाले पनि टाइमिङ भयो लगेर अब बेच्दिने भनेर चाहिँ नगरेको ल म चाहिँ यो गोप्रो 14 ब्ल्याक बेच्न लाग्छु कसैलाई इन्ट्रेस्ट छ भने प्लिज है मेसेज गरिदिनु मलाई चराको रहेछ धेरै यस्तो खासै युज भएन त्यति हिँड्न पाउँदैन हो कहिलेकाहीँ यस्तो आफ्नो घरको लागि भयो यस्तो भयो अब यो यतिकै राखिराख्नु भन्दा बेच्नु राम्रो होला अन्त बेच्नु लाग्यो ठिकै छ तर केही भएन बिस्तारै चाहिँ अब भ्लग बनाउने चाहिँ राम्रो गर्ने हो बिस्तारै सानो जानु जोड्ने ल नयाँ बाटोको लागि कामसाम गह्रो भइरहेको छ डोजरहरू बाटोहरू पुरै चिरेर फराकिलो बना रहेछ ओहो जानु पऱ्यो नि त गाह्रो पऱ्यो ल यहाँ अब सरसफाइ ए ल ठिक छ
हामी त्यहाँबाट माथि होला माथि नै होला भाइ यता ल धम्पुस कहाँ छ बल्ल त धम्पुस छिर्न आएछ धम्पुस तलबाट त होटल होला कि त्यो भनेको त यता हामी माथि छैन कि यस हामी इन्ट्री गऱ्यौँ नि त धम्पुसमा अब यहाँबाट अलिकति उता त्यो पानी सानीको छ होला नि त ओहो बस नै आउनु बस अब त सिजन हो यतातिर नि होटलहरू के मान्छे त्यहाँ सिजनमा आएर खोलिरहेछ क्या अक्सिजनमा धेरै मान्छे नबस्दो रहेछ नि यता कुराहरू चाहिँ त्यो भएको बेलामा चाहिँ बस्नु यतातिर हाम्रोहरू ए होला 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 हिल टपमै हो पहिला हामी आएको विवेक चौधरी पनि रहेछ त विवेक चौधरी यहीँ नजिकै रहेछ फाइनली यता डेस्टिनेसन बास्केटकोट भनेछ नि सौरभ खै म बास्केटकोटमा कता यता माथि तल नि होइन माथि गएर बास्केटकोट होला नि त ल फाइनली हामी पिकनिक स्पोटमा आयो के हो के याद आयो म बल्ल यहाँ आएको याद आयो पिकनिकमा यहीँ आएको कि यहीँ आएको पहिला कति यहीँ फेभरेट स्पोट आउँ त यहीँ आएको धम्पुस आएको त म पिकनिकमा त आएको छु के अरे बिटुरेको त केटा धेरै पछि भेटेको हल्का सानो पुगेर प्र्याक्टिस गर्दैछ मैले मान मैं नाचेको 1 घन्टा चस्मा खतरा रहेछ यार माई गड गोल्डी गोल्डी मान्छे कुकर गोल्डी थियो हेयर स्टाइल सुरु कलफुल यस कमन जोइ केटाले यहाँ दौरो प्र्याक्टिस हानेको हानेछ होइन उता अर्को प्र्याक्टिस चल्दैछ मैंने अपनी जगह छोड़ के मोटे की जगह दिए मोटे इज्जत रख लिया विवेक हालखबर नयाँ नौलो के भइरहेछ मेरो के थोते टिकटक लाइभ कस्तो चल्दैछ भन्दै के थोते भन्ने के थोते भन्न अ भने हैन अनि यस आफैले अ भने टिकटक लाइभ कस्तो चलिरहेछ त भाइ लाग्छ के मनमा हैन मोटे नभन्ने त मनमा लाग्यो नि फेरि लाइभ बिर्सिनु हैन मनमा लाग्यो त घटाउँछ नि एप द फर्स्ट म्युजिक प्ले गरेर छोड्दे मोबाइल ह्याङ भयो क्या सस्ता फोन हट कसको हो मोबाइल ह्याङ भयो क्या 16 रे हाम्रो 30 मिनिट छ रेडी ल गाइस रेडी 17 Yes, very nice step. Yes. ल राजको नयाँ ट्रिक है कसैले सक्छ यस्तो गर्न ल गर के गर भिडियो खिचिराखौँ म कसले खान्छ नि त्यो अब झप्पा हान्न अनि फेरि सट्टा फर्काइ राख्दैन अब फेरि हो त्यहाँ फर्कायो कि अब भयो नि हुनु पऱ्यो कि एक नेक्स्ट त हुन्छ एक नेक्स्ट त हुन्छ गर म खिचिरहेको मेहनत गर्नु पर्छ त पहिला भएमा यहाँ मात्र खुट्टा मात्र राख्ने तल पनि राख्ने तल पनि राख्ने हो के डबल कम्बो ए फेरि घुमाउने गर म भएको भिडियो मात्र राखिदिन्छु बस आउने गरेर गरे हुन्छ है जस्तै यहाँ एकछिन राखेर हामी यस्तो रेस्टुरेन्टमा अनि खाले हुन्छ हुन्छ तिमीलाई चाहिँ धेरै लाग्यो लास्ट है साइलेन्ट बस ल तिम्रो रेफ्री हो ल रेडी हैन म्युजिक बजाउने कि हैन पर्दैन म्युजिक हैन यो चिताउँछ के रेडी है ल रेडी है ल रेडी है ल रेडी ए 10 चोटि रेडी भन्छ क्या बिचा रेडी भयो रेडी भएन यार सुरुबाट कोही
500 भरेको त कसरी बन्छ आगे ल त्यही त बजार हो त 500 ठुलो पनि आछ दिस इज मनी पावर मेरो त भर्खरै गरेको हामी रेडी हो रेडी गाह्रो पर्यो ल खोइ रेडी के 500 घर तल्ले घर 500 पैसा मैले त्यसो भन्न लाग्यो मात्र पैसा दिने हैन देखाएको मात्र मान्छे तानेको हाम्रो बिजनेस अहिले कोही आएको आउँछ एक घन्टालाई 100 रुपैयाँ एउटा टिकट 100 रुपैयाँ मागेको आयो 500 यो मेरो पावर हो क्या तेरो चिज चाहिने मैले गरेर दिनु भयो तपाईँले चिज पावर दिनु नि मेरो पावर दिनु भने तेरो पावर हो 500 को पावर अफ मनी 500 को पावर अफ मनी हो ल पैसाको लागि चिताउँदै ल सबले दुई पाइला होइन कति पाइला सक्छ त्यति पाइला लिन पावर अफ मनी यस हजुर अब मेरो लागि भनौँ क्या है भनौँ यो अलिक सर्छ 2-3 सेकेन्डको गरे हुन्छ घरै पुगिदिन्छ अहिले फेरि सब च्याम्पियन हो यहाँ कोही नै हारेन नमस्ते हो र भर्खर आएको मास्टर चेयरम्यान मास्टर अन्त मेरो हातमा नेपालमा बक्सा बेबी सिडनीमा अमेरिका जापान र युके के हो यस्तो माइकमा आएछ हेडफोन हुँदैन चाहिँ कता सही हो विचार जान पाइदैन है कुमा बेसिक्स हो बेसिक्स एकछिनै आउँछ प्रोफेसनलले भनेको सुन न डाइरेक्टर अर्कै दुनियाँमा मिडिया कस्तो भएको अहिले एडभान्स है मादलको ठाउँमा हिँड्ने तिमीहरू गर्दै गर्छ नि त भन्नु ल गर्नु पर्छ
भन्दा बढी लान्छु हेलो